हेलो फ्रेंड्स, वेलकम टू डियरएलजी। आज म तपाईहरुलाई क्लास 12 को बोर्ड एक्जाम को सब्जेक्ट इंग्लिश सब्जेक्ट को एउटा क्वेशन पेपर म सल्भ गर्न गइराखेको छु। ध्यान दिएर हेर्नु होला र त्यसमा पनि मैले सबै क्वेशन्स भन्दा पनि क्वेशन नम्बर 7 र 8 जुन ग्रामर भनेर सोध्छ, क्वेशन नम्बर 7 र 8 सल्भ गर्न खोज्दै छु। हेर्नु होला है त। क्वेशन नम्बर 7 बाट मैले स्टार्ट गरे। Do as instructed in the brackets and read out the complete sentences भनेर 10 मार्क्स को सोध्छ। त्यसमा क्वेशन नम्बर A छ, the smart students can complete their work creatively। यसमा के भनेको छ भने underline adverb in the sentence। यो सेन्टेन्समा A मा adverb कुन हो त्यसलाई अन्डरलाइन गर्नुस् भनेको रहेछ। A मा चाहिँ adverb हो, creatively last word। B, one of the students in the class is or had been were working very well nowadays। अनि के भनेको छ, चुज करेक्ट अप्सन टु कम्प्लिट द सेन्टेन्स। यो माथि दिएका ब्र्याकेट भित्र दिएका मोडलबाट अप्रोप्रिएट वर्ड चुज गर्नुपर्ने सेन्टेन्स कम्प्लिट गर्नको लागि। त्यसबाट के हुन्छ भने वन अफ द स्टुडेन्ट्स इन द क्लास इज वर्किङ भेरी वेल नाउडेज। ओके, क्वेशन नम्बर सी, सी अलवेज गोज टु स्कुल डट फुड। यसमा अप्रोप्रिएट प्रिपोजिसन युज गर्न भनेको छ। यसमा हुन्छ अन फुड, वेन अन है। ओके, क्वेशन नम्बर डी, she must may might can't have finished the book that I provided। She was looking for another book in the library। यसमा के भनेको छ, complete the sentence with a correct modal modal verb को युज दिएको रहेछ। त्यसैले यसमा हुन्छ she must have finished the book that I provided। She was looking for another book in the library। क्वेशन नम्बर ई, by coming भाद्र। यो by coming भाद्र अब आउने भविष्यमा केही काम सकिने भनेको छ। त्यसैले के हुन्छ, coming भाद्र we will have got our exam result हुन्छ। we will have got है, फ्यूचर हो, त्यसबाट विल आउनु पर्छ। विल हैव गट आवर एक्जाम रिजल्ट। ओके, क्वेशन नम्बर एफ, ड्यू टु हर हार्ड वर्क सी कुड नट गेट सक्सेस भनेको छ है। कम्प्लिट द सेन्टेन्स युजिङ एन अप्रोप्रिएट कनेक्टिभ भनेको मतलब इन स्पाइट अफ, डिस्पाइट, अल्दो, दो, इभन दो मध्ये कुनै एउटा युज गर्नु पर्यो। त्यसबाट यसमा के हुन्छ, इन स्पाइट अफ हर हार्ड वर्क सी कुड नट गेट सक्सेस, नाउन फ्रेज नजिकमा छ। त्यसबाट हुन्छ इन स्पाइट अफ अथवा डिस्पाइट। मैले इन स्पाइट अफ युज गरेँ। ओके, जी, जी फेरल पब्लिश द सिङ्गापुर ग्रिप डट वाज हिज लास्ट कम्प्लिट बुक। के भनेको छ, कम्प्लिट द सेन्टेन्स युजिङ अ रिलेटिभ क्लज भनेको। रिलेटिभ क्लज भनेको हु, विच, वेन, रिलेटिभ प्रोनाउन युज गर्नुपर्ने खासमा। वेन, वेयर यस्तो वर्डर युज गर्नुपर्ने। त्यसबाट यो बुक भनेको अब्जेक्ट भयो। जी फेरल पब्लिश द सिङ्गापुर ग्रिप which was, which हुन्छ है साथीहरु, which was his last complete book। ओके, एचमा it did not stop raining to rain yesterday। के भनेको छ, चुज एन अप्रोप्रिएट इन्फिनिटिभ अर gerund to complete the sentence। त्यसबाट यसमा हुन्छ it did not stop raining yesterday। ओके, अब क्वेशन जी आई हेरौँ। Experts estimate that 1.35 billion people speak English in the world। Change the sentence into passive voice भनेको छ। passive voice मा चेन्ज गर्नुपर्ने, एक्टिभ भोइसलाई passive voice बनाउनु पर्छ। सो के हुन्छ भने 1.35 billion people are estimated to speak English in the world। फेरि 1.35 billion people are estimated to speak English in the world। त्यस्तै जे अथवा लास्ट क्वेशन, क्वेशन नम्बर 7 को लास्ट क्वेशन, माई सिस्टर सेड टु मी डिड यु पे एटेन्सन एट द्याट टाइम। चेन्ज द सेन्टेन्स इन्टु इनडाइरेक्ट स्पेस, इन्टु स्पेसमा चेन्ज गर्नुपर्ने रहेछ। अब भनेको कस्तो छ, सिस्टरले, त्यसबाट के हुन्छ माई सिस्टर अनि सेड टु मी भनेको रहेछ। अब यो क्वेशन हो, त्यसबाट के हुन्छ भने माई सिस्टर आस्क्ड मी अनि यसमा क्वेशन हो इफ हुन्छ, इफ आई ह्याड पेड एटेन्सन एट द्याट टाइम। त्यसो भएर माई सिस्टर आस्क्ड मी इफ आई ह्याड पेड एटेन्सन एट द्याट टाइम, यसको सही हुन्छ है त। बाँकी क्वेशन नम्बर 8 चाहिँ म अर्को नेक्स्ट भिडियोमा तपाईँलाई सल्भ गरेर देखाउने छु। तपाईँलाई मन पर्यो भने मेरो च्यानल सब्सक्राइब गर्नु होला, भिडियोमा कमेन्ट गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ।